चाहिँ कुलो बनाउन हो होइन, कुलो चाहिँ यता नबनाने हो। बिहान बिहान 6 बजी छ, पानी आला जस्तो गरेछ। कोठी हिमाल, त्यो चाहिँ कोठी हिमाल भनौँ, कोठी भिर। त्यहाँ मेरो लागि त हिमालय हो त्यो होइन। अनि अब अहिले राम्रो मोबाइल भयो भने देखान्छ है म पछि है। अनि त्यो छिम्पको बर्राठानको टावर, त्यो पारे बिर्बिस्ना यो हो पाटामा चाहिँ यो साग भयो। फेरि यो होइन नि, फेरि यो ठुलो पाट गरेको। अनि चाहिँ कुलो बनाउने हो। कुलो चाहिँ यो घाँस काट्दै बनाउँदै गर्नुपर्ने हुन्छ। यो कोडालो प्लस हँसे होइन। हो कबलीको मुन्टो आउँछ। अब चाहिँ स्टार्ट चाहिँ यहाँबाट हान्नुपर्ने हुन्छ, पारी थुक्पाबाट। यस्तो घाँस छ, काट्दै बनाउँदै गर्नुपर्ने हुन्छ। कुलो चाहिँ यस्तो छ, कहीँ देखेको छैन। अहिले म ट्याक्क देखाउँछु है। यहाँ यस्तो छ, यताबाट नि झर्छ पानी। पछि खेर लगाएपछि यताबाट यो कुनामा उम्रिन्छ। यहाँ यस्तो छ, यस्तो छ। यता पनि हो फेरि होइन। बिहान बिहान ट्र्याक्क लगाएर यो चोरमलको ढुडी, चोरमलको गाउँ। अनि केही छैन हौ अरू त। यहाँ चरा बसेछ 360 डिग्री, 80 डिग्री कि 60 डिग्री मन्टु घुमाने चरा बसेछ त्यहीँ होइन। ल म चाहिँ काम स्टार्ट गरेँ अब। तर म खतरा बनाउँछु कुलो। त्यसपछि कुलो बनाएपछि हेर्नुपर्छ है। काम गर्नु पऱ्यो नि त। ल त फेरि भेटौँला एकछिनपछि है। टुडुङ टाढो चाहिँ भाँडे हो, भाँडे। कसले थाहा छ ल। 4-5जनालाई हेर्नेमा 1-2जनाले कमेन्ट गरौँ त। भ्युवर्स त 4-5जना, कमेन्ट गर्ने चाहिँ 1-2जना भयो नि हुन्छ।
लाटो कुलोको काम सक्यो कुलो चाहिँ यस्तो भयो 18 को कर्सा घुर्छ अब पानी यस्तो जान्छ कि यता फेरि नबनाउने हो भने करिब 1 घन्टा बिहानभरि लाग्यो कि 1 घन्टा भन्ने होइन फेरि डोको यो चाहिँ ढुङ्गा कुलो नभएको ढुङ्गा टिपेर फाल्न पर्यो कुलो यस्तो पसिना छोडेछ डेन्जर मेरो अवस्था चाहिँ यस्तो छ तर फेरि यो भिडियो म आफै हेऱ्यो भने शर्म लाग्छ केही पनि नगरेर स्वाट्ट हालिहाल्नु यो गोरेको झेङ्गटलाई उमा फाल्छु होइन यिनी छ नि यिनी म खान्न होला मलाई गाजाङ गुजुङ गरेको यता त छैन ढुङ्गा छैन पुङ पुङ कस्तो छ चाहिँ यस्तो भयो अब चाहिँ पानी डुबर्छ यो दुईवटा कुलो टुङटुङ यो भारतबाट आने यो चाइनाबाट आने भारतले यति विकास गर्यो चाइनाले यति धेरै टुङ टाढो कहाँ भनेर यहाँ त्यसरी बाई बाई